तर यस यहाँ चाहिँ हाम्रो 9 युरो टिकट नचल्ने रहेछ नि त। हाम्रो ट्रेलको बाटो है। हामी आएको चाहिँ यताबाट एउटा काट्यौँ होइन। हामी जानलाई युट्टा चाहिँ यो कटेज प्लस केच हत्या रुख हो। हत्या रुख चाहिँ होइन, डिजाइन हो यो चाहिँ। बाटो चाहिँ फेरि लास्टै कडा बाटो हो होइन। हाम्रो सेम्ब्रोले ल्याएको बाटो तल चाहिँ ल्यान्डस्लाइड। हामी अहिले जान लागेको चाहिँ उता डाँडाको कहाँनिर हो होइन। रेनी टाइममा चाहिँ यहाँ त्यस्तै हुन्छ जस्तो है। पानी आएर बाटो चाहिँ झर्नाको पानीमा जस्तो छ, तर कस्तो म्यासिभ हिल्सहरू के यता। अब चाहिँ यो ट्री लाइनहरू सबै हट्छ अरे एकछिनपछि, अनि स्रबहरू आउँछ अरे, घाँस जुन अहिले यो ट्री छ नि, ट्री यो हाम्रो एक तल गयो भने सिधै बाटो चाहिँ हिलो है। हामी चाहिँ अहिले यहाँ गएर क्रस गर्छौँ रे। Only 1% at a time. Let's wait. पानी चाहिँ एकदम चिसो छ क्या यहाँको। यो माउन्टेन र यो माउन्टेनको पछाडि चाहिँ हाम्रो कटेज छ। कस्तो कडा क्या, मान्छेहरू यहाँ हिँडिरहेछन् है। देख्छ कि देख्दैन है। हामी जानुपर्ने चाहिँ यो पुल हो। यसको जुम क्वालिटी लास्टै पत्तो रहेछ। ओके, सो यो चाहिँ आइस नै रहेछ है। इन्ट्रेस्टिङ। एउटा साइडको म्यासिभ हिल होइन, ठ्याक्क नै अपोजिट साइडमै अर्को म्यासिभ हिल। जाइन्टहरू बस्थ्यो अरे यता पहिला होइन। यो आइसक्यो होइन, चेक गर्न जाउँ है, मिल्यो भने। अब आउँछ आइस होइन, अनि यता पनि आइस, माथि भिड। इन्ट्रेस्टिङ कुरा चाहिँ अझ के हो भनेदेखि यो आइसको भित्र केही छैन क्या, लाइक इट्स हलो के। वरिपरि चाहिँ आइसै आइस हो क्या, नेचुरल आइस के। अनि भित्र के अनि माथि चाहिँ यता पनि यो स्निकर्स होइन पग्ला थियो क्या। अब मैले त्यहाँ पानीमा एकछिन राखेँ क्या, 1 मिनट राखेँ होला होइन, फ्रिज के फेरि। क्रेजी। हाम्रो कटेज चाहिँ यहाँनिर रहेछ है। यो चाहिँ हाम्रो रुमबाट भ्यू। हामी यहाँ अब हामी जान्छौँ कहाँ हरायो, यहाँ जान्छौँ। यो चाहिँ हाम्रो कटेज होइन, हिजो बसे त्यसको साइडको भ्यू टक्क यो है। अनि फेरि अर्को साइडको भ्यू ठक्क यो के। चिसो छ, त्यस्तो जाडो चाहिँ छैन है।
बिहान 5 बजिरहेछ। अब हामी चाहिँ आज खत्रै धेरै हिँड्छौँ होला। जस्तै हिजो चाहिँ हामी 9 घन्टा ट्रेनमा आयौँ अनि त्यस्तै 4-5 घन्टा हिँड्यौँ। आज चाहिँ हाम्रो एटलिस्ट खै 11-12 घन्टा लाग्छ भने जस्तो लाग्यो त्यो पुरै ट्रेल गर्नलाई। जस्तै यहाँबाट हामी त्यहाँ जान 6.5 घन्टा, त्यसपछि त्यहाँबाट चाहिँ तल झर्नु पर्यो 12-13 घन्टा। खतराको घाम लागेछ नि त, घाम लाग्न लागेछ क्या, स्काई पिङ्क आइरहेछ। हामी जाने त्यहाँ होइन त्यो बाटो स्केच।